3 वर्षकी बच्चालाई चकलेट देखाएर बाहिर लग्यो अनि केही घण्टापछि उनको शव भेटियो। अब सोच्नुहोस्, यस्तो समाजमा हाम्रा बालबालिका कति सुरक्षित छन्। बारा जितपुर सिमराकी 3 वर्षीय गरिमा चौधरी साउन 31 गते बिहान करिब 8:30 बजे आफ्नै घरबाट अचानक बेपत्ता भइन्। परिवारले चारैतिर खोज्यो, आफन्त र छिमेकीलाई सोध्यो, तर गरिमाको कुनै खबर आएन। अन्ततः मंगलबार साँझ जितपुर सिमरा 1 भक्तिनगर स्थित एउटा घरको खाली कोठामा उनको निर्जीव शरीर फेला पर्यो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गरिमालाई चकलेटको लोभ देखाएर फकाउँदै लगिएको थियो र उनीमाथि जघन्य यौन हिंसा गरी हत्या गरिएको आरोप छ। घटनाको गम्भीरतालाई हेर्दै वीरगञ्जबाट तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली समेत अनुसन्धानमा खटाइएको थियो। प्रहरीले घटनामा संलग्न भएको आरोपमा 2 जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा 16 वर्षीय म्याजिक गाडीका सहचालक र 24 वर्षीय गाडी साहु प्रोग्रेस चौधरी रहेका छन्। प्रहरीका अनुसार 16 वर्षीय किशोरले बालिकालाई फकाएर लगेका थिए। तर यो घटना यतिमै सकिँदैन। 3 वर्षकी बालिका आफ्नै घर नजिकबाट असुरक्षित हुन्छन् भने हाम्रो बाल सुरक्षा व्यवस्था कहाँ छ? बालबालिकाको सुरक्षा केवल परिवारको जिम्मेवारी होइन, यो प्रहरी, स्थानीय सरकार, विद्यालय, समुदाय र राज्य सबैको साझा जिम्मेवारी हो। गरिमामाथि भएको घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्छ र दोषी प्रमाणित भई कानुन अनुसार कडा कारबाही हुनुपर्छ, किनकि एउटा अपराधीलाई सजाय दिनु मात्र पर्याप्त छैन। भोलि अर्को गरिमामाथि यस्तो अपराध हुन नदिने व्यवस्था पनि बनाउनुपर्छ। गरिमा अब बोल्न सक्दिनन्, तर उनको न्यायका लागि हामी बोल्न सक्छौं। तपाईलाई के लाग्छ? बालबालिकालाई सुरक्षित बनाउन हाम्रो समाजमा सबैभन्दा पहिले के परिवर्तन हुनुपर्छ? आफ्नो विचार कमेन्टमा राख्नुहोस् र यो सन्देश जिम्मेवारीपूर्वक शेयर गर्नुहोस्। उहाँको आँखा बाहिर निस्केको थियो, जिब्रो बाहिर निस्केको थियो, ज्यान यहाँदेखि माथि लुगा थियो, यहाँबाट तल लुगा टन्ना केले छोपेको अवस्था थियो। हिजो पुलिसहरू अगाडि म मेरो दिदी छिमेकी दिदीहरू हामी सँगसँगै गएको। पुलिसले ढोका खोल्दाखेरि म पनि साथमै थियो, सँगै थियो अगाडि। र जब हामीलाई भित्र छिर्न दिएन, तर झ्यालमा एउटा सानो जालीवाला थियो, त्यसमा सानो पाल थियो, त्यसमा टर्चवाला हेर्दाखेरि अवस्थामा बाहिर आँखा देखिएको थियो, जिब्रो बाहिर देखिएको थियो, लुगादेखि माथि थियो, यहाँदेखि तल लुगा थिएन, ज्यान फुलेको र पुग्ने अवस्थामा थियो। र अनि जब बल्लीको बाटो भन्छ लामो डोरी उठाएर फाँसीको जस्तो राखेको थियो। अनि बाहिर निस्केको ठुलो अवस्थामा थियो, त्यस्तोसम्म अवस्था थियो। सरकारलाई खुल्ला चुनौती के दिनुहुन्छ? खुल्ला चुनौती यो दिन चाहन्छु कि अब यो सजाय जनकैद होइन, यो चाहिँदैन हाम्रो सरकार, हाम्रो समाज, हाम्रो देशलाई यो चाहिँदैन, हाम्रो जनतालाई चाहिँदैन। फाँसी होस्, तत्काल होस्। सुन्नमा आइरहेछ त्यो पक्राउ परेको व्यक्ति, यो घटनामा संलग्न जो व्यक्ति छ त्यसको उम्र 16 वर्ष बताइरहेको छ। 3 महिना नानी सानो भएन, 3 महिना नानी यति सानो थियो, 16 वर्ष कहाँ सानो, त्यो त बुढो हो, त्यसलाई त मार्नु पर्ने हो अवस्था। त्यो बच्चा हुँदैन, त्यो नाबालक हुँदैन, त्यो एकदम अपराध हो, त्यसलाई त मार्नु। साँच्चै अहिले मलाई दिनु म नोक्सान तोले त्यसलाई आगो पर्छ, आगो लगाइदिन्छु अहिले म। मेरो नि सन्तान, मेरो नि छोरा छन्, मेरो नि छोरी छन्, त त्यसरी मार्ने हो? के 16 वर्षको उमेरको त्यो व्यक्तिले जुन करनी गरेको छ, बलात्कारपछि हत्या गरेको छ, त्यो व्यक्तिलाई 16 वर्षको उमेरको त्यो व्यक्तिलाई जुन संलग्न छ घटनामा, सरकारले त्यो 16 वर्षको व्यक्तिलाई सजाय दिन सक्छ र? दिनुपर्छ। त्यो बच्चाको मृत्यु भयो, त्यसको के गर्नु थियो? त्यो 3 महिनाको नानीको के थियो? भर्खर आमाको दुधबाट छुटेको फुल होइन त्यो? त्यो बच्चालाई फुल, त्यो फुल जस्तो नानी भर्खर दुधबाट छुटेको बच्चाको नानीलाई त्यसरी मार्ने त्यसलाई अपराध हुँदैन? त्यो 16 वर्षको कस्तो अपराध हो? त्यो कहाँ बच्चा भयो? त्यो कहाँ सुति नाबालक हो? यो घटनामा संलग्न कतिजना छन्? यो घरको 2 जना नानी छ। त्यो म भन्दिनँ कि मेरो अहिले जुन नानी बित्या त्यस्तै 2टा नानी छ अरे, हो जानु त्यो नाबालक पनि होला होइन? त्यो 2टा नानी बाँकी सब छन्, बुढा होस्, पाका होस्, चाहे बहरको होस्, त्यो सब छन्। अहिले प्रहरीले कतिजनालाई पक्राउ गरिसक्यो? 3 जना भने क्या होइन? 3 जना म त समाहारे, अरू 2 जना यहाँ हुन्थ्यो। अघि म अर्को बेला चेक गर्न गएर पुलिसको सहमति लिएर हामीले त्यो अनुसार सरकारी गरिदिनुहोस् भनेर हामी 2 जना बुवाले बोकेर भिडियो बनाएर जाँदाखेरि उहाँहरूले म एकछिन अगाडि फाइन चलेको थियो, अहिले फाइनको आवाज हल्लेको धरी छैन। के थियो? सायद पछाडिको ढोका जहाँ पनि छ, गल्लीको ढोका पछाडि भगाएर मात्रै हामीलाई चलिदिनु भयो। यो हाम्रो हामीले सोच्दा कि एकछिन अगाडि हेर्नु, यदि त्यो घरमा मान्छे छैन, त्यो कुना काट्छ
बोरा त्यो तिरपाल त्यो प्लास्टिक कसरी खादिन्छ कि त्यहाँबाट हेरेर मान्छे छ के थाहा पाउँछ भने त्यो खाँदेको हुन्छ होइन त्यो खाँदेको छ हामी जाँदाखेरि अघि त्यहाँ अघि मान्छे फाइन चलाएको थियो गुरुवाइरहेको थियो अघि भनेको छ तर अहिले चाहिँ कोही मान्छे छैन त्यो ओछ्यानहरू तितर पितर सबै भुइँभरि सबै तितर पितर साबै फालेको छ त्यो भगाएको हो त्यो मान्छेलाई त्यसरी भगाएको छ त्यो नानीहरूको गल्ती होइन होला सन्तानीको तर त्यो बुढी आमालाई थाहा 3 दिनसम्म त्यसरी मार्दा यहाँ मार्दाखेरि अलिकति मनमा दया मार्दा आफ्नै आफन्त भने त्यो पनि छिमेकी अनि छिमेकी अलिकति दया हामीले शत्रु नै भए पनि घाउचोराले बिचरा नानी चोट लाग्यो भने हामी उठाउन जान्छौँ त्यो सानो बच्चा हो त्यहाँ कति गाह्रो होला भगवान मनमा विराजमान मन्दिरमा ढुङ्गा ज्यान धन आशावान निराश छन् फुलका थुङ्गा झोपडी नसिब नहुने खोपडी चाहिँ रुन्छ दानमा रोपनी छ डोको भरि हिरा मोती मुङ्गा कानमा बुझो राखी जुठो माथि सुत्ने लेके सुन्छ उठ्ने वर्षमा एकचोटि लुट्ने हर समयमा ज्योति बिचरा एक्लो मानवता देवता 33 कोटी धिकारा आफ्नो क्षमता रमिता जीवन बोकी ढोकी कोसी आफ्नो भाग्य जिन्दगी सकाउने हो कि गरिबीलाई दरिद्री अबला मैला बक्सी भन्ने तिम्रो धर्म मर्म कोट्याउने छुरा घोपी लत्याउने सानो सोची शक्ति पैसा भक्ति भोगी भगवान मनमा विराजमान मन्दिरमा ढुङ्गा ज्यान धन आशावान निराश छन् फुलका थुङ्गा झोपडी नसिब नहुने खोपडी चाहिँ रुन्छ दानमा रोपनी छ डोको भरि हिरा मोती मुङ्गा कानमा बुझो राखी जुठो माथि सुत्ने लेके सुन्छ उठ्ने वर्षमा एकचोटि लुट्ने हर समयमा ज्योति बिचरा एक्लो मानवता देवता 33 कोटी धिकारा आफ्नो क्षमता रमिता जीवन बोकी ढोकी कोसी आफ्नो भाग्य जिन्दगी सकाउने हो कि गरिबीलाई दरिद्री अबला मैला बक्सी भन्ने तिम्रो धर्म मर्म कोट्याउने छुरा घोपी लत्याउने सानो सोची शक्ति पैसा भक्ति भोगी उहाँको आँखा बाहिर निस्केको थियो जिब्रो बाहिर निस्केको थियो ज्यान यहाँदेखि माथि लुगा थियो यहाँबाट तल लुगा टन्ना केले छोपेको अवस्था थियो हिजो पुलिसहरू अगाडि म मेरो दिदी छिमेकी दिदीहरू हामी सँगसँगै गएको पुलिसले ढोका खोल्दाखेरि म पनि साथमै थियो सँगै थियो अगाडि र जब हामीलाई भित्र छिर्न दिएन तर झ्यालमा एउटा सानो जालीवाला थियो त्यसमा सानो पाल थियो त्यसमा टर्चवाला हेर्दाखेरि अवस्थामा बाहिर आँखा देखिएको थियो जिब्रो बाहिर देखेको थियो लुगादेखि माथि थियो यहाँदेखि तल लुगा थिएन ज्यान फुलेको र पुग्ने अवस्थामा थियो र अनि जब बल्लीको बाटो भन्छ लामो डोरी उठाएर फाँसीको जस्तो राखेको थियो अनि बाहिर निस्केको त्यस्तोसम्म अवस्था थियो सरकारलाई खुल्ला चुनौती के दिनुहुन्छ खुल्ला चुनौती यो दिन चाहन्छु कि अब यो सजाय जनकैद होइन यो चाहिँदैन हाम्रो सरकार हाम्रो समाज हाम्रो देशलाई यो चाहिँदैन हाम्रो जनतालाई चाहिँदैन फाँसी होस् तत्काल होस् सुन्नमा आइरहेछ त्यो पक्राउ परेको व्यक्ति यो घटनामा संलग्न जो व्यक्ति छ त्यसको उम्र 16 वर्ष बताइरहेको छ नानी सानो भएन यो 3 महिना नानी यति सानो खेल्छ 16 वर्ष कहाँ सानो त्यो त बुढो हो त्यसलाई त मार्नु पर्यो अवस्था त्यो बच्चा हुँदैन त्यो नाबालक हुँदैन त्यो एकदम अपराध हो त्यसलाई त मार्नु साँच्चै अहिले मलाई दिनमा नोक्सान तले त्यसलाई आगो मर्छ लगाइदिन्छु अहिले म मेरो सन्तान मेरो छोरा छन् मेरो छोरी छन् त त्यसरी मार्ने हो के 16 वर्षको उमेरको त्यो व्यक्तिले जुन करनी गरेछ बलात्कारपछि हत्या गरेछ त्यो व्यक्तिलाई 16 वर्षको उमेरको त्यो व्यक्तिलाई जुन संलग्न छ घटनामा सरकारले त्यो 16 वर्षको व्यक्तिलाई सजाय दिन सक्छ र दिनुपर्छ त्यो बच्चाको मृत्यु भयो त्यसको के गर्दियो त्यो 3 महिनाको नानीको के गर्दियो भर्खर आमाको दुधबाट छुटेको फुल होइन त्यो त्यो बच्चालाई फुल त्यो फुल जस्तो नानी भर्खर दुधबाट छुटेको बच्चाको नानीलाई त्यसरी मार्ने त्यसलाई अपराध हुँदैन त्यो 16 वर्षको कस्तो अपराध हो त्यो कहाँ बच्चा भयो त्यो कहाँ सुति नाबालक हो यो घटनामा संलग्न कति जना छन् यो घटना 2 जना नानी छ त्यो म भन्दिन कि मेरो अहिले जुन नानी बित्या त्यस्तै 2टा नानी छ रे हो जानि त्यो नाबालक पनि होला हैन त्यो 2टा नानी बाकी सब छन् बुढा होस् पाका होस् चाहे बहरको होस् त्यो सब छन् अहिले प्रहरीले कति जनालाई पक्राउ गरिसक्यो 3 जना भने क्या हैन 3 जना मात्र समाहारे अरु 2 जना यहाँ हुनुहुन्थ्यो अघि म अर्को बेला चेक गर्न गए पुलिसको सहमति लिएर हामीले त्यो सरकारी गरिदिनुस् भने हामी 2 जना बुवाले बोकेर भिडियो बनाउन जाँदाखेरि उहाँहरूले म एकछिन अगाडि फाइन चलेको
थियो अहिले फाइनको आवाज हल्लेको धरी छैन के थियो सायद पछाडिको ढोका बन्छ गल्लीको ढोका पछाडि भगाएर मात्रै हामीलाई जान दिनु भयो यो हामीले सोध्दा के एकछिन अगाडि हेर्नु यदि त्यो घरमा मान्छे छैन त्यो कुना काप्छ बोरा त्यो तिरपाल त्यो प्लास्टिक कसरी खादिन्छ कि हाम्रो हेरेर मान्छे छ के थाहा पाउँछ भने त्यो खाँदेको हुन्छ होइन त्यो खाँदेको छ हामी जाँदाखेरि अघि त्यहाँ अघि मान्छे फाइन चलाएको थियो गुरुवाइरहेको थियो अघि भनेको छ तर अहिले चाहिँ कोही मान्छे छैन त्यो ओछ्यानहरू तितर पितर सबै भुइँभरि सबै तितर पितर सामान फालेको छ त्यो भगाएको हो त्यो मान्छेलाई त्यसरी भगाएको छ त्यो नानीहरूको गल्ती होइन होला सानो नानीको तर त्यो बुढी आमालाई थाहा तिन दिनसम्म त्यसरी मार्दा यहाँ मार्दाखेरि अलिकति मनले दया मारे आफ्नै आफन्त भने त्यो पनि अनि छिमेकी अलिकति तल हाम्रो शत्रु नै भए पनि घाउचोराले बिचरा नानी चोट लाग्यो भने हामी उठाउन जान्छौँ त्यो सानो बच्चा हो त्यहाँ कति गाह्रो होला 3 वर्षकी बच्चालाई चकलेट देखाएर बाहिर लग्यो अनि केही घण्टापछि उनको शव भेट्यो। अब सोच्नुहोस् यस्तो समाजमा हाम्रा बालबालिका कति सुरक्षित छन्। बारा जितपुर सिमराकी 3 वर्षीय गरिमा चौधरी साउन 31 गते बिहान करिब 8:30 बजे आफ्नै घरबाट अचानक बेपत्ता भइन्। परिवारले चारैतिर खोज्यो, आफन्त र छिमेकीलाई सोध्यो, तर गरिमाको कुनै खबर आएन। अन्ततः मंगलबार साँझ जितपुर सिमरा 1 भक्तिनगर स्थित एउटा घरको खाली कोठामा उनको निर्जीव शरीर फेला पर्यो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गरिमालाई चकलेटको लोभ देखाएर फकाउँदै लगिएको थियो र उनीमाथि जघन्य यौन हिंसा गरी हत्या गरिएको आरोप छ। घटनाको गम्भीरतालाई हेर्दै वीरगञ्जबाट तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली समेत अनुसन्धानमा खटाइएको थियो। प्रहरीले घटनामा संलग्न भएको आरोपमा 2 जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा 16 वर्षीय म्याजिक गाडीका सहचालक र 24 वर्षीय गाडी साहु प्रोग्रेस चौधरी रहेका छन्। प्रहरीका अनुसार 16 वर्षीय किशोरले बालिकालाई फकाएर लगेका थिए। तर यो घटना यतिमै सकिँदैन। 3 वर्षकी बालिका आफ्नै घर नजिकबाट असुरक्षित हुन्छन् भने हाम्रो बाल सुरक्षा व्यवस्था कहाँ छ? बालबालिकाको सुरक्षा केवल परिवारको जिम्मेवारी होइन, यो प्रहरी, स्थानीय सरकार, विद्यालय, समुदाय र राज्य सबैको साझा जिम्मेवारी हो। गरिमामाथि भएको घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्छ र दोषी प्रमाणित भई कानून अनुसार कडा कारबाही हुनुपर्छ। किनकि एउटा अपराधीलाई सजाय दिनु मात्र पर्याप्त छैन, भोलि अर्को गरिमामाथि यस्तो अपराध हुन नदिने व्यवस्था पनि बनाउनुपर्छ। गरिमा अब बोल्न सक्दिनन्, तर उनको न्यायका लागि हामी बोल्न सक्छौँ। तपाईलाई के लाग्छ? बालबालिकालाई सुरक्षित बनाउन हाम्रो समाजमा सबैभन्दा पहिले के परिवर्तन हुनुपर्छ? आफ्नो विचार कमेन्टमा राख्नुहोस् र यो सन्देश जिम्मेवारीपूर्वक शेयर गर्नुहोस्।